लगाएर हेर्दा हेर्दै आज पनि बब्बाल पानी परेको छ हैन। कहाँ छन् बाबु? यति ठुलो पानी परेको छ कि अब चाहिँ लास्ट पानी होला सायद। ए फोटो गरायो। हेलो नमस्ते सबैजनालाई, फेरि पनि स्वागत छ अर्को एउटा नयाँ भिडियोमा। हामी चाहिँ आज मकैबारीमा छौँ, टक्क आज मकै बाँच्दैछौँ। यो चाहिँ आज पानी परेको छैन, त्यही भएर पानी हल्का रोकिएको थियो, त्यसैले आज चाहिँ मकै बाँच्दैछौँ। हाम्रो चाहिँ यहाँ यो चाहिँ मकैबारीमा हाम्रो अलिअलि काँक्रा पनि छ चट्ट। बाफ, यो चाहिँ हाम्रो मकै। ल पुन्डुरी आऊ मकै बाँच्न। अब कहाँ छन् बाबु? आफूले देख्दैन बोलै भन्छ अरे। आफूले बोलै भने होला नि। फर्सी फलेन नि क्या? कहाँ छन् त? फर्सी त फलेकै छैनन् नि। यो चाहिँ हाम्रो मकै खेती। यिनी फर्सी नि काटेर हालिदिनु पर्छ बाख्रालाई। कहाँ हुन्छन् त नि अब? भाँच्न नासले गराउन् क्या? हजुर लगाइदिए हाम्रो चाहिँ मकै एक डोको जति भएको छ। अब यसलाई लगाएर टक्क मजाले छोराउनु पर्छ घरमा लगाएर। अब बोकेर लानुपर्छ टक्क घरमा लगाएर छोराउने। अब चलो मकै 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 मकै। अब चाहिँ यही हो मकै ट्याक्क छोराउने। अब बनायो खैला म फालिदिन्छु। अब यो गराउला यसपालिको हाम्रो सम्पत्ति चाहिँ
यही हो सम्पत्ति हाम्रो। बाबु के गर्छ हो? अलि भात छ हो? बडो कामले बिचमा जम्मै यो त पुग्यो हो यताबाट बनाउने पोली खानेहरू मकै छ नि त हान्न फुत तानेर फालिदेऊ त मम्मीतिर। उतातिर फाल्न उतातिर हो उता हाम्रो मकै छोराएर चाहिँ सिद्धिसकेको छ। अब टक्कैलाई राख्दैछौँ। अब भित्र राख्न सक्नुहुन्छ। ल हाम्रो मकै चाहिँ एक डोको ल्याएको मकै कति छ? ल यसलाई चाहिँ अब त्यही घाम त कहाँ लाग्छ नि त। माया के भयो? के भयो छोरी? के लाग्यो? के लाग्यो गरे बाबु? फोक्चु लाग्यो? के हो त्यो फोक्चु लाग्यो भनेको? के हो बाबु त्यो फोक्चु भने? फोकी लाग्यो फोकी यता हेरेर भन्न फेरि बाबु। फोकी लाग्यो फोकी फोकी बाहिर चाहिँ पानी पर्न सुरु भइसकेको रहेछ। टट्ट बाख्रा बाहिरै होला नि त। कहाँ?
के गरायो बाबुले के गरायो के गरायो के ए फोटो गरायो आफ्नो फोटो गरायो बोलै हजुर लगाइदियो हेर्दा हेर्दै आज पनि बब्बाल पानी परेको छ होइन त्यसैले आज पनि बाहिर जान सकिएन कामसाम गर्न सकिन्न होला सायद बबाल बबाल पानी परेको छ आज पनि पानी पर्न लागेको आज धेरै दिन भइसक्यो लगभग पानी चाहिँ पर्न रोकिएको छैन खाली 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 पानी परेको परै छ पानी परेको परै छ त्यसैले दिनदिनै पानी परेको परै छ घरमा चाहिँ राम्रोसँग कामसाम चाहिँ गर्न पाएको छैन होइन त्यही हो